नमस्कार। अघिल्लो भिडियोमा मैले दुईटा लोगारिथम फङ्सनसँग रिलेटेड दुईटा क्वेसन सोल्भ गरिदिएँ अनि यो थर्ड क्वेसन अलिक बढी इम्पोर्टेन्ट क्वेसनको रूपमा लिएको छु र यसलाई हामीसँग गिभन छ x इज इक्वल टु log a to the base 2a, y इज इक्वल टु log 2a to the base 3a एन्ड z इज इक्वल log 3a to the base 4a छ भनेदेखि अनि प्रुभ गर्नुपर्ने के भन्दाखेरि एक्स वाइ जेड प्लस 1 इक्वल टु 2 टाइम्स वाइ जेड यो प्रुभ गर्नुपर्छ। सबभन्दा पहिला यसमा लिउँ हामी यहाँ गिभन लेख्छौँ एक्स वाइ र जेड। त्यस पछाडि हामीले अब यो पार्ट लिउँ एलएचएस एक्स वाइ जेड प्लस 1 वा एक्स वाइ र जेडको सबैको भ्यालु हाल्यौँ। त्यस पछाडि अब हामीले के गर्छौँ भने यहाँ 2a र a छ, यहाँ 3a र 2a छ, यहाँ 4a र 3a छ भनेपछि अब हामीले मिलाउनुको लागि यो लास्टबाट log 4a 3a इन्टु log 2a to the base 3a इन्टु log a to the base 2a यो गऱ्यौँ। पछाडिपट्टिको 1 जस्ताको त्यस्तै। अब log 3a to the base 4a इन्टु log 2a to the base 3a ल हामीले log x to the base a इज इक्वल टु log b to the base a इन्टु log x to the base b भने यो बेस ल हामीले डिफ्रेन्ट बेसमा राख्दाखेरि अनि हाम्रो यो सुरुको बेस र यो भ्यालु आउँछ। त्यसो भएदेखि यहाँनिर यो 3a यहाँ भएको 3a र यहाँ भएको 3a यहाँ भएको भ्यालु र यहाँ भएको बेस सेम छ। त्यसपछि log 4a log 2a to the base 4a हुन्छ। यो र यो मात्रै आउँछ अनि बाँकी र यो भनेको। यस पछाडि फेरि अब यसलाई हामीले यो दुईटाबाट फेरि यो 2a र 2a हट्छ log 4a log a to the base 4a यो 2a र यहाँ 3a हटेर यस्तो भयो, यहाँ फेरि 2a र 2 हटेर यो भयो। अनि अब यो 1 को बेलामा हामीले के लेख्न मिल्छ भने log 4a to the base 4a। यसमा चाहिँ हाम्रो एउटा लजिक के छ भनेदेखि log a बेस पनि a र नम्बर पनि भ्यालु पनि a छ भनेदेखि बेस र भ्यालु दुइटै a छ भने यसको एन्सर 1 हुन्छ। त्यसैले 1 को बदलामा हामीलाई बेस 4a चाहिने भएको भएर 4a लियौँ अनि बेस 4a लिएपछि 1 ल्याउनको लागि यहाँ भ्यालु पनि 4a नै चाहिन्छ। अब यहाँनिर log a प्लस log b दुईटा log x प्लस log y गर्दाखेरि log x टाइम्स y हुन्छ। त्यसो भए गएर यो यहाँको a यहाँको 4a भएर a इन्टु 4a भयो अनि a इन्टु 4a भन्ने बित्तिकै 4a स्क्वायर भयो। 4a स्क्वायरको 2a को होल स्क्वायर आएपछि फेरि अब log x to the power m to the base a will be equal to this m goes to the front यो कोएफिसिएन्टको रूपमा आउँछ m टाइम्स log x to the base a। त्यसो भएदेखि यो 2 अगाडि कोएफिसिएन्टको रूपमा आउँछ अनि बाँकी यो भित्रको पार्ट रह्यो। अब यो भित्रको पार्टलाई फेरि हामीले एक्सपान्ड गऱ्यौँ। हामीलाई yz चाहियो, दुईटा टर्म चाहिएको छ। एक्सपान्ड गरेर कसरी एक्स्ट्रा टर्म थप्यौँ भनेदेखि log 4a यो 2a नलेखेर 3a फेरि log यस यहाँ जे छ सेम बेस 3a अनि यो 2a भनेपछि यो log 4a 2a लेख्नमा log 3a to the base 4a इन्टु log 2a to the base 3a एउटै भ्यालु हुन्छ। हामीले यो लगारिथमको एउटा प्रोपर्टी युज गर्यौँ। त्यसो गर्दाखेरि 2 यो भनेको z हो, यो भनेको y हो। 2zy यसलाई मिलाएर लेख्दाखेरि हाम्रो 2yz भयो। यसरी x y z प्लस 1 इज इक्वल टु 2yz हुन आउँछ। चाहिँ एउटा वान अफ द इम्पोर्टेन्ट क्वेसन्स हामीले यसरी सोल्भ गर्न सक्छौँ। Thank you for watching this solution.